जक्खट पारामा एसिस सकेर अब धेरै टाइम पछि फेरि भ्लग बनाउन आउँदैछु। अनि आज चाहिँ म एउटा भाइ एसी अनि आज चाहिँ गाउँतिर आएको थिएँ। आउने बित्तिकै भर्खरै खाना खाने बित्तिकै नि आडे कफल खाना हुन हिँड्दैछु। गाई चाहिँ टाइम बाह्रमा एसी पनि दामी हानियो। अब 3 महिना फुल भ्लग आउँछ। फुल 3 महिना चाहिँ आउन चैतको महिनाको यही भ्लग होला एउटा। चैतको महिनामा आउने पैसा काटेर चाहिँ मिनी भ्लगहरू आउँछ। लङ भ्लग आउन टङ्गी पारामा लालीगुराँस फुल्ने बेला नि भएछ। फुलेर रहेछ बाटो रहेछ नि लालीगुराँस हन्टिङ हान्न पनि जान्छु। एक्लै हिँडेको यताखेरि बाघको अलि एकदम आतङ्क चलिरह। एक झपाटा हान्न त सिद्धियो अलि खान जान्छ। अलि कुनातिर बुटो अस्ति एक दिन आउँदाखेरि गएको थिएँ अलि पाकेको थिएनन्। आज त पाक्यो होला नि। रामेन उहाँ पारि लालीगुराँस फुलेर रहेछ। आइफोन भएर जुम हानेर देखाउँथेँ। मोबाइलको क्यामेराले जुमै हान्दैन रहेछ। आज जम्मा 10x छ 100x भएको भए पो यसो हुन्छ। जाम खल्लुक र हाडे काफल स्पेसल्ली हाडे काफल खाने बेला त भएन। त्यो पनि थाक्यो यार। फल्यो कि फलेन हेर्न जान हुन्छ। खल्लुक चाहिँ 2-3टा बुट्टामा फलेछन्। 3मा पाकेछ। त्यसमा झन् बुट्टो फेरि लास्ट हुन्छ 2-3टा खसाङ गर्छ त यार। बन्धुहरू बाजो डर लाउने नि। हाडे काफल चाहिँ फले रहेछ है। हाडे काफल चाहिँ अहिले नजाम। सुरुमा चाहिँ खल्लुक हान्न जाम। यति बेला बाँदर आएर हिँड्छ त्यही भएर अलिअलि जोगिहाल्नु। बाँदर आएको सिद्धिन्छ। खल्लुक त पातै होइन यार बुट्टा। पहिला उताकोमा जाम अनि यता हामीलाई फेरि 2-3टा बुट्टोमा खाने। यो बुट्टोमा एउटा यसमा मोबाइलको क्यामेराले देखाउनु। त्यो माथि गेडा खान्छ साना एउटा यो यसमा पाक्यो होला अलि धेरै राम्रो। अनि आज चाहिँ हाम्रो गाउँको अलिक गुफा पनि देखाउँछु तपाईँहरूलाई। हामी गुफा शिवरात्रिको दिन आउनु त आएको थिएँ एसी आउनुला भनेर मोबाइल थिएन मसँग। त्यही भएर मैले शिवरात्रिको दिन भ्लग बनाउनु पाइनँ। लालीगुराँस फुलेको छ त्यहाँ मोबाइलको क्यामेराले देखाउनु। हो यहाँ देखाउनु मेरो मोबाइल क्यामेराले जुमिङ प्रब्लम। होइन यो बुट्टोमा त रहन्छ क्या खल्लुक। यसमा त रहन्छ। वहाँ हो पाके कि पाकेन भन्ने बुट्टो लिएर अप्ठ्यारो हो लास्ट जाम पाकेर चाहिँ नहुँदै खानु हुन्छ नि। यताको बुट्टोमा यता त फिक्स पाकेर फिक्स 100मा 200% पाक्छ जाँदैन। बाघको आतङ्क अलि धेरै नै हो। अलिक छिट्टी दिन पर्ला। अवस्था एकदम गम्भीर छ। यसका बाजीले कुदो गुफा भत्तिम चाहिँ आइसकेको गाइस म। यही हाम्रो गाउँको गुफा। शिवरात्रिको दिन यहाँ पूजा पनि गरेको थिएँ। म नि आएको थिएँ। यही हो गाइस गुफा। भित्र मोबाइलै छिर्दो रहन्छ। कहीँबाट पनि छिर्दो रहन्छ। अँधारो हो गुफा दामी हो फेरि भित्र गुफा। अब अर्को सालको शिवरात्रिमा चाहिँ मैले भ्लगै हानिदिन्छु यहाँ आएर त्यति बेला देखाउँला। अहिले चाहिँ खल्लुक खान्छौँ। भर्खरै भात खाएको डकराइरह तर नि कन्तमुलो भनेपछि त फेरि यहाँ त लप्सीको गेडा देखेँ जस्तो देखिएन। बाटो फेरि यस्तो हरिबिजोग छ। यहाँ फुत्कियो भने उता खोला खोलामा पुगेको बुटबाट फुत्कियो भने बाँच्ने चान्सै छैन। यसका लागि आइयो गाइस पाक्न क्यारे हाल्नु। खल्लुक त फेरि बुटै बोरी बुटै बोरी। कतै मोबाइल राख्ने जस्तो ठाउँ पनि होइन। कतै मोबाइल अड्काउँछु। अनि यता माउन्ट साउन्ट हालेको थिएँ पाकेर हिँड्छ। यही वर्षबाट फल्न सुरु गरेको 3 चोटि आइसकेको छ। एउटा केटो पाकेर हिँड्छ। अनि मोबाइल आफै अफ भएछ कि त्यहाँ झारमा अड्काएको थिएँ त्यहीँ छोएर ऊ चाहिँ यस्तो बाटो गाइस। यहाँबाट फुत्कियो भने राम नाम सत्य। अर्को भ्लग आउनुमा यहाँबाट फुत्कियो भने धन्नले फिल्म फर्किरहेको छ मेरो।
यहाँ चाहिँ पाकेर हुन्छ नपाकेको टाइम वेस्ट नगरौँ तिरा लाग्छ कि यस्तो अलिक काँचो काँचो रहेछ यो खासै तिरा लाग्छ कि अब पानी खान थाल्नु अब अर्को बुटोमा जानु पाएको होला नि त्यता त यो गुफाको नाम चाहिँ पञ्चेश्वर गुफा हो जमानामा 12 चराउन आउँदाखेरि खुट्टाको यो अङ्कलहरूले त्यसमा त गेडै छैन एउटा गेडो पनि झरिसक्यो सबै यो बुट्टामा जाम न कतिको फलेछ पक्का कारणमा अलिक राख्छ फुलेको तर त्यहाँ जान अन्त मोरो जान सजिलो एउटा च्याप्टो छ बाटो बुटाबाट खुच्चियो भने सिधै फाट एउटा खौलोमा छिरियो भने निस्किने आश छैन यसमा त डह्रो देख्यो भने फेरि गेडा जाम के हुन्छ है त ओहो भाग गर्मी भाग्दै गरेछ गाई म बोलेको भन्दा यो हिँडेको आवाज धेरै आयो होला म सुस्तो बोलिरहेको चर्को बोलेको छैन म कुनै पनि भ्लगमा चर्को बोल्दिनँ आउने बित्तिकै एउटा गेडा झरेर रहेछ उयो होला मिठो रहेछ बुट्टोमा गएपछि भेटौँ ब्रस गरिरहेको थिएँ त्यो ब्रस गरेको भएर यस्तै खाना कि माथि जाम एउटा हातमा मोबाइल छ एउटा हातले समात्नै पर्यो यतिका बुट्टो चाहिँ लास्ट अप्ठ्यारो हो कि कता जाने यतापट्टि रहेछन् अलि को आइसके रहेछन् कि हाँगा बिगा भाँच्चे छ अलिअलि खाना पाइने क्या आज नि यी फुलुत्तै चिनी भन्दा यो गुलियो हो यार चियामा खल्लुक हालेर पकाउनु पर्यो कि अब यो खल्लुकको चाहिँ ठाउँअनुसार नाम फरक हुँदो रहेछ गाइज होइन कतै के भन्दो रहेछन् कतै के भन्दो रहेछन् टिकटकको माध्यमबाट मैले थाहा पाएको थिएँ अब टिप्नै सकिन्न कि यसरी ब्लग बनाउँदै पहिला खाम अनि ब्लग बनाउँला है त दामी छ है खल्लुक चाहिँ गाइज तर पाकेको भेट्टाउनै गाह्रो भयो कि एउटा हातमा मोबाइल छ एउटा हातले समात्नै पर्यो मोबाइल खस्यो भने घर नगए हुन्छ पच्यात्तै हुन्छ एकै ठाउँमा त पाएको यसका बाजे चराले हगिदियो यार गाइज खुट्टामा यार खुट्टा हगिदियो यार त्यतिकै म्याट हुने पिलित्तै पारिदियो यार चराले हग्यो भने खल्लुक चाहिँ खाना पाइयो है यो बुट्टो पहिलेदेखि फल्थ्यो अरे तर मैले फलेको यत्रो लामो समय भयो एकचोटि होला कि मैले यो बुट्टो फलेको देखेको तर डेन्जर मिठो रहेछ क्या खल्लुक चाहिँ नेक्स्ट लेभल रहेछ कि नेक्स्ट लेभल त्यो हलुवा बेद भन्ने हुन्छ नि त्यस्तै रहेछ कि त्यो डेन्जर मिठो हुन्छ यार डेन्जर मनपर्छ यार त्यो नि मलाई अनि गाइज अब अर्को सालबाट चाहिँ वैशाखबाट चाहिँ फोटो भ्लग चाहिँ एकदम धेरै मात्रामा आउन सक्छ मैले गोप्रो सोप्रो सब किनिसकेँ होइन गोप्रो किनेको दिनै म धेरै जान्ने भएर त्यो चार्जिङ पोर्ट हुन्छ नि चार्जिङ के भन्छ भने त्यसलाई चार्ज गर्ने ठाउँ भनौँ न त्यसमा चाहिँ जबरजस्ती चार्जर छिराइदिएको त्यो उनी झऱ्यो कि बाङ्गिएर अनि त्यसमा फेरि 500को खर्च छ अझै अनि मैले माइक पनि मगाउनेवाला छु यति बेला अलि इकोनोमिक कन्डिसन हल्ल्या मेरो अनि मैले चाहिँ यसको एसेसरिजहरू मगाउनु चाहिँ दराजबाट हो सधैँ दराजबाटै हो मैले मगाउने अन्तबाट मैले धेरै मगाउन्न किनभने अन्त ट्रस्टै छैन मलाई ट्रस्टै लाग्न एकचोटि मैले हाम्रो बजार हो कि भन्ने हाम्रो बजार हो कि यस्तै केबाट मगाएको सामानै गायब कसैले मैले सेवाबाट पैसा तिरेको थिइनँ 10 रुपियाँ एक्स्ट्रा तिर्छु तर क्यास अन डेलिभरी सिओडी नै गर्छु क्या मैले 10 रुपियाँ एक्स्ट्रा तिर्नुपर्छ तर मैले सिओडी नै गर्छु क्या अनि यही सेवाबाट पैसा तिरेर अनि सामान गायब भयो भने त पनाप भयो नि त अनि खाजाना खाइन है जम्मा गरिएको हुन्छ अनि गायब भयो भने त अनि पनाप भइहाल्यो गाइज एकछिन भ्लग अफ गर्छु अनि फेरि बनाउँछु है
यस्तो धरापमा बसेर बनायो भने टुप्पामा आउनु नि हात तल जमिन खसियो भने त्यहाँ तल बाटो सोलिङ गरेर ठ्याक्कै त्यहाँ गरिन्छ। फेरि खाना त मिठो हुन्छ नि कुहिएर हिँड्छ त गाई यस्तो चितो हुन्छ नि कुहिएको खाइएछ भने हेर्दै नअरिकन खाइन्छ। यस्तो चितो हुन्छ नि कुहिएको पर्यो भने बा मुखै बिगार्छ। अनि यो खल्लुक चाहिँ 2-3 प्रकारको हुँदो रहेछ के। यो चाहिँ अलि मिठो हो, एउटा चाहिँ अलि तितो तितो टाइपको हुन्छ के, धेरै गुलियो हुन्न। अनि एउटा हुन्छ योभन्दा गुलियो हुन्छ एउटा, त्यो खायो भने झ्याप भइयो, फिक्स भइयो, बौलाइन्छ त्यो खाने अन्त डेन्जर बौलाइन्छ यार। म खाएको मैले त्यो नि लास्टै बनाइन्छ त्यो लाली गुराँस खान लाग्छ भन्छ नि त्योभन्दा बढी बनाइदिन्छ क्या। तर लाली गुराँस खाएर मलाई अहिलेसम्म लागेको चाहिँ छैन। खल्लुक चाहिँ दामी पाइयो है, धेरै पाइयो जस्तो होइन, टुप्पा आइयो। अझै आधा घन्टा यहीँ बसौँ, त्यसपछि अनि बाटो लागौँला अर्को कन्तमुल खोज्न। यस्तो धरापमा बसेको थिएँ, अब उक्लिने क्यारेर ए चप्पल खस्यो यार ध्यात्तेरिका। अब फेरि झन् अर्को तनाव, म फेरि चप्पल खोलेर बुटोमा चढ्नै जान्दिनँ कि। झन् अरू चप्पल लाएर चढे लड्छन्, म चप्पल खोलेर चढे लड्छु कि बुटोमा। त्यस्तो डिफ्रेन्ट छु कि म मान्छे। अब पस्ने अलि मिल्छु गाई, झन् म भ्लग बनाउँछु त डह्रो रहेछ नि पाकेको गाई। जब खसाङ खसाङ गर्दा डर लाग्ने, तर बाघ आयो भने चाहिँ 2-3 घन्टा त यहीँ खल्लुक खाएर पनि बाँधिदिन्छु, 2-3 दिन त यहीँ खल्लुक खाएर पनि बाँधिदिन्छु। यहीँ बाघ यहीँ फेदा आएर सुतो भने नि मलाई बाघ बुट्टा चढ्न सक्दैन, टुप्पामा हुँ म, यहाँनिर माथि बुट्टै छैन। अब चाहिँ एकदम ध्यान दिएर बनाउँछ, हाला हान्डेर हल्लिन्छ टुप्पो। जता छामो त्यति पाके खाने यार। पहिला खाम अनि भ्लग बनाउँला गाइज। अर्को साल फेरिपछि चाहिँ तपाईँहरूले चाहिँ मेरो भ्लगमा हिडन एक्सनतिरको भ्लगहरू पनि देख्न सक्नुहुन्छ, डट टेम्पलतिरको। म प्लान बनाइराखु जाने भनेर एकचोटि चाहिँ काठमाडौँ गयो भने चाहिँ डट टेम्पलको ट्र्याकहरू हेर्न चाहिँ मन छ कि। रेस चलिरहेको नि त अहिले त्यति बेला त्यता। अब म जाने बेलामा चाहिँ के हुन्छ थाहा छैन, एकचोटि जाने इच्छा छ मेरो। म जान्छु होला एनी हाउ, काठमाडौँ गयो भने त म एनी हाउ जान्छु नै। म त अर्को साल गइनँ भने अझै छ नि धेरै नै टाइम, दसैँको बिदामा गयो नि भइहाल्यो, झन् घुम्न गयो जस्तो नि हुन्छ। जाने प्लान बनाइरहेको छु। अनि पोखरा गयो भने चाहिँ मोटोमानिक दाइ, हाम्रो मोटोमानिक पर्वतलाई चाहिँ भेट्न जाने प्लान पनि बनाइरहेको छु। मेरो वान अफ द फेभरेट मोटो ब्लगर भनेकै पर्वत दाइ होला। उहाँको त्यो बाइक त्यो जहाँ पनि जस्तो कन्डिसनमा पनि हालिदिने कि घक्राक घुक्रुक नडराइकन, त्यो देखेर मलाई डेन्जर मनपर्छ कि। मोटिभेट हुन्छु कि म त्यस देखेर। मसँग बाइक त छैन, भएको स्कुटर हो, तर पनि म डराउन्न कि स्कुटर घक्राक घुक्रुक हालिदिन्छु कि त्यो होला भनेर। दाइ पनि जस्तो घक्राक घुक्रुक जता नि हालिदिने, नडराउने। दाइले पनि दुःख के हो भन्ने बुझ्नु भयो होइन, त्यस्तो ठुलो केसबाट चाहिँ निस्किएर आफ्नो जिन्दगी चलाइराख्नु भयो। यति बेला चाहिँ टुरमा हुनुहुन्छ क्या। मैले धेरै भयो भ्लग नहेरेको दाइको, युट्युबमा डाउनलोड गरेर त राखेको। मेरो मोबाइलको आधा भन्दाखेरि स्टोरेज दाइको भ्लग डाउनलोड गरेर हुन्छ यार, डेन्जर हेर्छु कि हेर्न त फेरि 12 दिउँसभरि सुत्दिन्छु बरु, राति 12-1 बजीसम्म भ्लग हेरेर बस्छु म। त्यस्तो टाइपको मान्छे हुँ कि भ्लग भनेपछि। एमआरपी दाइको नि हेर्थेँ के अरे, एमआरपी दाइको पनि छोडिदिएँ बिचमा, अलिअलि कन्ट्रोभर्सी भइदियो भने छोडिदिएँ एमआरपी दाइको नि। फेरि म राजकुमारको फ्यान चाहिँ होइन, आई एम प्योर फ्यान अफ एमआरपी।
तितो रहेछ यार गाइस। गाइस म बुटाडा झरिसकेँ। डेन्जर हल्लाइ टुप्पोमा चढ्नै सकिनँ, खस्रो रहेछ नजिअलि। टुप्पातिर चाहिँ मिठो रहेछ क्या, धेरै पाकेर त्यो भएछ। ए हल्लुक चाहिँ भइयो अब हरेको खालको लागि चाटैभरि भरिकन। मेरो भ्लग हेरेर कोही हल्लुक खाना आउनुवाला हुन्छ भने बुटा चढ्नै पर्दैन, भैँतिर खोजेर खायो नि त। बाटै भइरहेछ ए हो यो माछाको जालभन्दा मुनि राख्दैछु, मस्त खान्छ। अब हल्का फुल्को लास्ट अप्ठ्यारो क्या, ह्यान्ड फलेको थियो हल्लुक, ह्यान्ड फलेको छ। अर्को साल यहाँ हुने अब हल्का फुल्को लास्ट अप्ठ्यारो क्या, चढ्नै नसक्ने, बल्ल बल्ल चढ्नुपर्छ। फल्न क्या रहेको नि अहिले। पहिला सानो बुटोको हन्टिङ हानौँ, ताहामी त्यति मिठो रहेछ नि माथितिर जानु लागि। कतापट्टि फलेको चाहिँ देखेको थिएँ, भन्छ क्या हो भन्छ यसमा माथितिर जाऊँ भरि भयो। जम्दै छिटो बाहिर हाने अहिले। ओ फल्न होइन पाकि पनि सकेको क्या यार, जात्रा त भयो। यहाँ फेरि कडुसको काँडा रहेछ, कस्तो भयो भने दाउरो पनि फानी हानेछन् कसले, लडाएको हान्दै यो। अनि हामीले घरका कोहीले चिरेको होला नि, चिर्ने त बन्चरोले हो, मान्छे चाहिँ हाम्रो घरका होला नि। बाटो पनि म्यान भर्सेस वाइल्ड भन्दा यी औषधि पनि पाकिसकेको छ, तर औषधि खान्छ कन्ताउँ नि त, नेपाली हो नि त जे भयो नि। तितो तितो रहेछ भने त्यति मिठो रहन्छ। के खानु पाइयो पाइयो र त यो 3 महिनाभरि त्यस्तो कन्ताउँ खाँदा टिक्क होला। औषधि पनि डह्रो रहेछ। ए पहेँले भरेछन्। नाउ टाइम फर औषधि। पहिला पहिला बाटोको छेउभरि हुन्थ्यो, 1-2 वर्ष जति भयो बाटो पिच गर्ने क्रममा सबै फालिदियो डोजरले, छँदै छैन अहिले। भए पनि धुलो उडेर घर टाँसेर खानै नहुने नि त पुरै, लास्टै नमिठो हुन्छ। यसका बाजे खसो आयो हामीमै त रहेछ अनि अलिअलि घर पनि भेटेर कुपो यार। धेरै पछि भ्लग बनाएको मेसै पाएको छैन मैले। अहिले बुटा खल्लु खाँदाखेरि भ्लग बनाउनु पर्छ नि बिर्सेछु गाइस। काफल होइन राता खानु के खाने हो भने आँथाएर चढेर टिपेर खानु होला है, मैले कसैले ल्याइदिनु होला खाइदिनु। ए बाटो गाइस सक्छ त सक्दैन नि, तरो खा गाइस तरो। माथिल्लो बुटो त्यति फलेर हिँड्छ क्या अहिले, बुटै चढाउँ न आफ्नै यो। मैले चाहिँ पोहोर साल काट्दै घुम्यो, लास्ट अप्ठ्यारो भएर बुटो डह्रो पाकेको गाइस। कोही मेरो घर वरिपरिको मेरो भ्लग हेरेर आउन चाहनुहुन्छ भने ठ्याक्कै गुफा जाने बाटोमा 2टा बुट्टा छन्, एउटा नचनाउनु होला माथिल्लो जल्दी खाने बाइक। बुटाडा भन्दा भैँडा झन्डै खान पाइन्छ क्या। ए बा अबको 1 महिनामा रातै हुन्छ क्या बुटो, कोही आएन भने रातै। दामी गाइस बुटा चना राखौँ म। ए लडिन्छ क्या हो ए अय्या आयो शीतल उठा काफले छैन बुटा चढ्दा त। भ्लग अलि लामो हुन्छ क्या, बिच्चाको अलिअलि मैले काटेर फालिदिन्छु। यस्तो नर्मल भ्लग बनाइन्छ, यसले एडिट गर्नु पर्यो भने रातभरि सुत्न हुन्न क्या, 3-4 घन्टा ननस्टप लाउनुपर्छ कि। एक्सपोर्ट गर्ने बेलामा पनि मोबाइल अफ हुन्छ कि स्क्रिन अफ हुन्छ कि भनेर कुरेर बस्नुपर्छ। मलाई एउटा फाइदा छ क्या, मेरो मोबाइलमा डुअल मोड छ,
माथि आधा स्क्रिनमा क्याप्कट खोलेर एक्सपोर्टमा हालिदिन्छु, आधा स्क्रिनमा चाहिँ टिकटक सिस्टक फेसबुक तलाएर बसिदिन्छु क्या, कि आधा स्क्रिनमा स्पोटिफाई खोल्छु, मस्त गीत सुनेर बस्छु, टाइम पास हुन्छ कि दियोस्। गाइज खाने भने कन्ट्याक्ट गरौँ होला। यो त थोरै हो क्या गाइज, एक दिन हजुरलाई देखाउँछु म हाडे काफल भनेको ब्लग त भइरहेको नि, हाडे काफल भनेको कस्तो हुँदो रहेछ एक दिन देखाउँछु म। अलि 1-1.5 महिनापछि जान्छु त्यो बुटोमा, बुटो छ पिपलको बुटो मात्र होला, बुटो नि कि काटिदिए अघिल्लो साल काटिदिए कि अलिअलि, नत्र पिपलको मात्र थियो त्यो बुटो, जगनादेखिको बुटो रातै हुन्थ्यो कि पाकेपछि। आधी किलोको प्लास्टिक त हजुरले एउटा हाँगा भर्नु सक्नु कि अलि रातो मात्रै। यो के गाउँमा बसेको फाइदा, सरियाहरू हेर्ने भन्ने चुक्ने नि भन्ने पसिना आएर मलाई त तल बुटा नचढ्यो भने खाना पाइँदैछ, बुटा चढेपछि झन् पन्किन पर्छ यताउति, त्यतापट्टि जाने माउन्ट हालेर भ्लग बनाइराख्यो। यो माउन्ट फेरि त्यो चेस स्ट्याप हुन्छ नि छातीमा राखेर बनाउने, चेसको माउन्ट हालेर बनाएको, हात कोपेर फास्टले बनाउँछ क्या। त्यो टुरुवाको भ्लग हालेको थिएँ मैले, त्यति बेला नि यही लिएर गएको थिएँ, मेरो साइड ब्यागै च्यातिएको कि नयाँ साइड ब्याग च्यातिएको कि माउन्टले गर्दा। फेरि यतिकै हातले बनाउन सक्दैन कि पसिना आएको बेलामा फिलिप्पै मोबाइल अलिक ठुलो कन्टेन्ट क्रिएटर भयो त यसो आइफोन हान्दिउँ भन्नुहुन्थ्यो, क्याट्नु 100 सब्सक्राइबर नि पुगेको छैन भाँच्चिन। ओहो काफल त गाइज डह्रो छ, डह्रो अलिअलि होइन अलिक डह्रो छ। अब घरतिर जानुपर्छ एकछिनमा, आर्टियामा घुम्न जाने प्लान बनाइराखौँ। अलि एकछिनमा यही भ्लगमा मोटो भ्लग आउन सक्छ। मोबाइलिङतिर जाँदैछु आज, सिजन भ्लग्सलाई भेट्न भनेर भन्नु नदिनु, दाइहार भेट्न एकचोटि चाहिँ जान्छु म। मेरो मामा घर चाहिँ वालिङतिर हो, फुपूको घर पनि त्यतै हो, एकदिन फुपूको छोरालाई लिएर भने जान्छु कि म सिजन दाइलाई भेट्न। सिजन दाइको डट बाइक चलाउनु मन छ भने बाइक त अब आफैले किनेर चलायो भने हो, नत्र अरूको खै छैन। चाहिँ लामै भयो क्या, मैले एडिट गर्ने बेलामा स्पिड बढाइदिन्छु, थुप्रै 3-4वटा क्लिप छन्, छुट्टा छुट्टै बनाएको कि भ्लग, बिचमा रोकी होइन स्टप गरेर पज नगरिकन एकचोटि स्टप गरेर वाइट हानेर बुटो पनि खल्दै क्या, लास्ट मात्रै नगयो म खस्नु चाहिँ बुट्टा एकचोटि के नगयो माटोमा पऱ्यो ढुङ्गाबाट गएको लुत्तै। अनि गाइज अब यही महिना हुन्छ कि अर्को महिना हुन्छ, बिमल भ्लग चाहिँ मेरो भ्लगको फ्रेममा हुनेवाला छ। बिमल दाइसँग म भेट्नेवाला छु। बिमल कसरी भेट्नेवाला छु भने बिमल दाइको घर र मेरो माइलो ठुलोबाको घर चाहिँ तलमाथि हो कि छिमेकी हुन् कि, कस्तो भन्दा यो म चढेको यो काफलको बुटो जस्तो बिमल दाइको घर, अनि यो माथि देख्यो यो छात्राङ्ग परेको बुटो यो जस्तो चाहिँ मेरो ठुलोबाको घर हो। म ठुलोबाको घर जाँदैछु यो छुट्टीमा, त्यति बेला नि हौ बिमल दाइसँग भेट्नेवाला छु। बिमल दाइ घुम्न जानु भएछ यति बेला, मैले भ्लग नहेरेको धेरै, मैले कसैको पनि भ्लग हेरेको थिएँ यति बेला, बाट बल्ल आएपछि भइयो बल्ल फ्री भएको। अनि मैले युजले चाहिँ सबभन्दा धेरै हेर्ने भ्लग भनेको जात तब्जतको हो, एकदम ठुलो फ्यान भएको चाहिँ 3 वर्ष भयो क्या, 4 वर्ष त धेरै नै भयो, त्यति बेला मलाई भ्लग भन्ने थाहा छैन होला, अहिले 4 वर्ष अगाडि 3 वर्ष जति भयो उहाँसँग आएको भ्लग हेर्न लागेको, एकदम ठुलो फ्यान हो कि। यति भविष्यमा ठुलै कन्टेन्ट क्रिएटर भन्छु भने एकचोटि उहाँलाई भेट्न भनेर भने पनि म इन्डिया जान्छु कि दिल्ली जान्छु कि, उहाँलाई भेट्न भनेर पनि एकचोटि जान्छु कि, मेरो इच्छा छ कि म ठुलो कन्टेन्ट हुने भए अथवा तपाईँ भविष्यमा म ठुलो कन्टेन्ट क्रिएटर हुने बेलासम्म उहाँले युट्युब छाडिदिनु भएको छ भने त त्यो अब भ्याइयो कुरै होइन, नत्र उहाँ युट्युब कन्टिन्यू गरिराख्नु भएको छ भने चाहिँ म उहाँलाई भेट्न एकचोटि जसरी जाने नै छु कि। यत्रो पहिले लास्टमा भ्लगै नभएको हुने अरे कि लल हुन्थेँ म। भइसक्यो गाइस 11 मिनटको भयो त, काटकुट पारेर यताउति फालो अलिक थोरै हुन सक्छ। चरम गाइस त्यहाँ पाकेको रहेछ रातै, त्यहाँ देखाउनु हो यहाँ पाकेको रहेछ रातै, मान्छे रहेछ मान्छे घाँस काट्न आएर रहेछन्। अब गाइस घरतिर फाँडी हान्न पर्छ। गाइस यस्तै हो आजको भ्लग, यो चाहिँ इन्डिङ फेस, आफल पनि खाइयो, खल्लु पनि खाइयो, गुफातिर पनि देखाइयो, तपाईँहरूलाई भिजिट गराइयो। यस्तै रमाइलो भ्लगको लागि सब्सक्राइब गर्नु नबिर्सिनु होला। एउटा युट्युबर पनि एउटा ठुलो कन्टेन्ट क्रिएटर बन्ने सपना देखेर चाहिँ मैले भ्लगिङ सुरु गरेछु, त्यो सपनालाई चाहिँ साकार गराइदिनु होला भन्दै आजको लागि यति नै। फेरि अर्को दिन नयाँ भ्लग देखाउनेछु भन्दै बाई बाई।